हेलो नमस्ते सबैजनालाई मेरो नाम गंगु छेत्री र यो म भिडियो किन बनाउँदैछु भन्दाखेरि मलाई बनाउनु मन थिएन किन बनाएको भन्दाखेरि चाहिँ कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ उ मेरो पास्ट थियो उ नभनौं व्हाटएभर अनि पब्लिक नगर्नुको कारण है त मेनली उ मेरो पास्ट भयो हैन ओके मैले मिस्टेक गरे त्यो मलाई राम्रोसँग थाहा छ र गल्ती गरेपछि मलाई झुक्न पनि आउँछ है तर यो बेला चाहिँ मैले रुएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ हैन र डटेर बस्न सही लाग्छ एन्ड पब्लिक नगर्नेको कारण चाहिँ अनि केस फाइल नगर्नुको कारण चाहिँ यो मेरो पास्ट है अनि कोले याद गर्नुभयो त्यो भिडियो एकचोटी मजाले हेर्नु भएको छैन भने प्लिज गएर एकचोटी फेरि हेर्दिनु होला जुन मेरो हातमा यो ट्याटु छ यो मेडुसाको आई गट दिस ट्याटु 1 वर्ष अगाडि है अनि त्यो भिडियोमा हेर्नुहुन्छ भने त्यहाँ मेरो यो हातमा यो ट्याटु छैन एन्ड कहिलेको कुरा हो त्यो त मलाई एक्ज्याक्टली थाहा हुन्छ नि त मैले यो कुरा मैसम्म मात्र राख्न खोजेको थिएँ बट अनफर्चुनेटली हो कि फर्चुनेटली आई डोन्ट नो अब सबैले भन्छ जे हुन्छ राम्रो लागि हुन्छ मलाई आत्तिन आउँदैन कुनै पनि सिचुएसनमा मेनली कुरा चाहिँ है अनि मलाई आत्तिनै आउँदैन क्या है अब हैन नराम्रो त लाग्छ हैन अनि कतिले भन्नु भएको छ तिम्रोहरुको थाहा छैन र हामीलाई तिमीलाई नचिनेको र ब्रो के थाहा छ तिमीलाई केही पनि थाहा छैन है सो बेटर हुन्छ है कसैको बारेमा केही नबुझी केही थाहा नभइकन चाहिँ प्लिज कसैले नभएको कुरा चाहिँ नफैलाम हैन अनि जतिले पनि मेरोमा कमेन्ट गर्नुभएको थियो बीसी भनेर हाल्थ्यो पोस्ट गर्थ्यो पहिला नो ब्रो किनकि म फेसबुकमा छुइनँ आई डोन्ट ह्याभ मेरो अकाउन्ट छैन फेसबुकमा न मेरो पेज छ न मेरो इन्स्टाग्राम छ यो पनि मैले भने मैले चलाउने भनेको यो टिकटक हो एउटा मात्र छ मेरो बाहिर आयो मेरो भिडियो आउट भयो हैन अब एक्सपेक्ट गरिरहेको थियो होला मर्छ सी विल डाई भनेर फक नो बडी म चाहिँ यस्तो नो आम चिल गर्ल हैन अब लास्ट बचाएर स्ट्रङ गर्ल हैन लास्ट बचाउनु भन्छ पनि भनेको थियो अनि त्यो कमेन्ट चाहिँ केटीले गरेको थियो क्या सुन बहिनी यता सुने तिम्रो लागि सानो मेसेज हैन तिमीले पनि गरेको होला भन्दिन गरेको छौ भनेर गरेको होला गर्न सक्लाउ हैन प्लिज के भन्छ बी अवेयर हैन ख्याल राख्नु अब मेरो इन्सिडेन्ट देखेपछि त तिमीले डेफिनेटली त्यस्तो गर्दैन यो चाहिँ एउटा चेतनामूलक नै भयो मेरो यो जुन भिडियो बाहिर आयो त्यसले चाहिँ आई होप सबैजना खुसी हुनुहुन्छ होला हैन तर म यति कुरा चाहिँ भन्छु फेक अकाउन्टहरु धेरै क्रिएट भएको छ मेरो अहिले हैन पहिलादेखि हुन्छ प्लिज म त्यस्तो त्यो के रे विचारा भन्ने टाइपको छैन है मेनली कुरा चाहिँ अनि बी स्ट्रङ कमेन्ट देखिरहेको छु मैले म स्ट्रङ छु थ्यांक यू सो मच तपाईहरु सबैजनालाई कतिले राम्रो कमेन्ट गर्नु भएको छ अनि अनि अर्को कुरा चाहिँ के भन्दाखेरि चाहिँ यो पनि भुल्दिन म कि जति पनि भिडियो बन्यो आजसम्म बन्यो हैन सो प्लिज मेरो नाम युज गरेर चाहिँ कसैले पनि भिडियो अपलोड नगर्दिनु होला प्लिज आई डोन्ट निड जस्टिस मलाई जस्टिस चाहिएको छैन किनकि जे कुरा छ त्यो ममा छ हैन म सक्छु फेस गर्न ठीक छ जे भयो हैन जे भयो नगर्ने गल्ती मबाट भयो एन्ड अभियसली सबैको भएको छ धेरैको भएको छ यो बाहिर आएको छैन हैन सो म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ दिदी बहिनी मेनली चाहिँ हैन मलाई एकछिन इवाको याद आयो मलाई छोरी मान्छेको कुरा त अनि छोरी मान्छे नै हुन्छ छोरा मान्छे हुँदैन है सरी त्यही भन्न चाहन्छु सो जसलाई मेरो बारेमा केही पनि थाहा छैन तहरुलाई बोल्ने केही अधिकार छैन ओके नो राइट ओके जब कि मैले के मेरो बारेमा बोलेको छुइनँ भने तिमीलाई पनि कुनै राइट छैन
Got it? मन हाम्रो पनि छ, गल्ती मान्छेबाट हुन्छ, ओके? सो तिमीहरूको यो ओपिनियन, तिमीहरूको यो के भन्छ सल्लाह सुझाव प्लिज आफूसँग राख्नु होला हैन। म कस्तो छु त्यो मलाई थाहा छ। अब मैले यहाँ जति बोले पनि जे गरे पनि तिमीहरूको सोच त बदल्न सक्दिन, तर पनि आई एम गुड, ओके? आई एम गुड। अनि बहिनीहरू धेरै नभोका मेरो कमेन्टमा है, यस्तो गरे के ब्ला 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 ब्ला, यहाँ बोल्न मिल्दैन। तर है म चाहिँ कस्तो खालको मान्छे भन्दाखेरि चाहिँ मलाई सिचुएसन ह्यान्डल गर्न आउँछ हैन। म आत्तिन्दिनँ, म यति कुरामा चाहिँ म खुसी छु हैन। म के बोल्दैछु मलाई थाहा छैन, तर पनि म के बोल्छु भनेर आएको थिएँ, तर पनि म मनकै कुरा बोल्दैछु हैन। दिमागै छैन क्या एकछिनै के भन्छु भन्दाखेरि चाहिँ अब चाहिँ सो प्लिज आजसम्म जति भिडियो बन्यो आजदेखि चाहिँ प्लिज मेरो नाममा कुनै पनि भिडियो न नेगेटिभ वेमा आई डोन्ट नो गर्छ होला, बट नेगेटिभ वेमा पोजिटिभ वेमा मलाई दुइटैमा भिडियो चाहिएन हैन। अनि आम स्ट्रङ इनफ। थ्याङ्क यू सो मच गाइज। सबैलाई धेरै 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 भन्दा धेरै 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 माया। अनि म त्यो केटासँग मेरो नाम जोड्न चाहन्न, प्लिज त्यति हो मेरो कुरा हैन। अनि रिपोर्ट भन्नेको कुरा, केस फाइल भन्नेको कुरा त्यो बिस्तारै हुन्छ, किनकि यो भएको भिडियो त पहिलाको हो, आउट अहिले भएको छ नि त। सो प्लिज अहिले उसलाई चिल गर्न दिनु हैन। जब मेरो दिमाग सर्किन्छ म केस फाइल गर्छु है, पछि, अहिले होइन, अहिले होइन, म पछि गर्छु। सो त्यसको लागि पनि हैन, उसले पनि चिल गरोस् हैन, चिल मारोस्। तर मेरो मनले मान्दैन, किनकि मेरो मनै कस्तो छ क्या, किनकि अब मलाई यस्तो भयो हैन, त्यसको चाहिँ मैले किन गर्ने, अरूलाई मैले किन गर्ने, त्यो टाइपको छ मेरो मनै त्यस्तो छ क्या पहिलादेखि नै। एन्ड आई एम प्राउड मेरो मन त्यस्तो छ भनेर चाहिँ। सो जरुरी छैन ऊ बाहिर आउनु पर्छ भनेर, किनकि म मरेको छुइनँ, म बाँचिरहेको छु है। थ्याङ्क यू सो मच गाइज। बाई बाई, गुड नाइट, टेक केयर, बाई बाई, बाई बाई।